सम्पूर्ण नमस्कार। आज हामी चाहिँ कालिम्चोक मा छौं। कालिम्चोक भगवतीको दर्शन गर्नको लागि हामी जाँदै छौं। हामी लगभग हामी गन्तव्यको नजिक आइपुगेका छौं। हामी देख्न सक्नुहुन्छ, तल देखाइदिन सक्नुहुन्छ, हामी बसेको ठाउँ चाहिँ तल हो र जुन रिसोर्टहरु छ त्यो रिसोर्टमा बसिसके पछाडी चाहिँ कतिपय यात्रु महानुभावहरु चाहिँ सहजताका कारणले गर्दाखेरि चाहिँ केबल कारमा आउनुहुन्छ भने हिँड्न मन पराउने अथवा हाइकिङ गर्न मन पराउने व्यक्तित्वहरु चाहिँ हिँडेर पनि यस ठाउँमा आउनुहुन्छ। अब हामी पनि हिँडेर आज चाहिँ हिँडेर जाउँ कालिम्चोक भगवतीको दर्शन गर्न भनेर हामी तल आफू बसेको ठाउँदेखि चाहिँ हामी हिँडेरै चाहिँ मन्दिरको नजिक आइपुगेका छौं। हामी मन्दिरको लगभग गन्तव्यमा आइसकेका छौं र मेरो सम्पूर्ण भिडियो हेर्ने श्रोता, मेरो आफन्तजन, मेरो साथीभाइ अनि मेरो परिवारमा जो हुनुहुन्छ सम्पूर्णलाई चाहिँ कालिम्चोक भगवतीले चाहिँ रक्षा गरिदिनुहुन्छ। कालिम्चोक देवीले चाहिँ सबैजनाको रक्षा गरिदिनुहुन्छ, देशको रक्षा गर्नुहुनेछ। अब हुने जुन देशमा जस्तो नराम्रा प्रकारका घटनाहरू भइरहेका छन् ती सबै कुराहरू शान्ति हुन् हैन, सबै कुरामा राम्रो होस् भन्ने कामना सहित र हामी सम्पूर्ण हामी 4 जना आएका छौं हैन। बालकृष्ण भाइ, संगल दाइ, लक्ष्मण भाइ र म 4 जना हामी कालिम्चोक भगवतीको दर्शन गर्न आएका छौं। र यो दर्शन गर्न आउँदाखेरि हामी जुन कुरा चाहिँ कालिम्चोकमा यो यस्तो ठाउँ छ भनेर हामी जुन सोचेर आएका छौं त्यो भन्दा धेरै नै राम्रो पायौं। र सम्पूर्ण तपाईहरु पनि नजिकै हुनुहुन्छ भने कालिम्चोक भगवतीको दर्शन गर्न आइदिनु होला हैन। सबैले आफ्नो परिवारको सफलताका लागि, सब परिवारको रोग निवारणका लागि र देशको राम्रो सफलताका लागि सबैले कामना गरौँ र अब आउने हाम्रो देशलाई पनि सबै कुराबाट शान्ति मिलोस् भन्दै म अहिले चाहिँ बिताउन चाहन्छु। र मेरो भिडियो तपाईहरुले अन्तिमसम्म हेर्दै हुनुहुन्छ भने मेरो भिडियो चाहिँ आरबी प्रोडक्सन नेपालबाट आउँछ, जुन युट्युबमा पनि छ। तपाईहरुले चाहिँ गएर युट्युबलाई सब्स्क्राइब गरेर पेजलाई पनि तपाईले आरबी प्रोडक्सन नेपाललाई फलो गरिदिनु हुनेछ भन्ने पूर्ण आशा राख्दै तपाईहरु सम्पूर्णलाई चाहिँ कालिम्चोक भगवतीले रक्षा गर्नुहोस् भन्दै म अहिले बिताउन चाहन्छु। सम्पूर्णमा नमस्कार, जय श्री राधे।